गाइज वेलकम टु माई च्यानल। आज चाहिँ अब स्टार्ट गरेको र यसो माइलेज भन्नु नि के भन्नु कति टप हान्छ यसले भनेर चाहिँ एन्टर निकाल्दैछु। अनि कम्पनीको क्लेम भनेको कति 95 छ। सो अब चाहिँ त्यहाँदेखि 8 कोर एन्टरको टप स्पिड चेक। इको मोडमा 88मा लिमिट लाग्नुहुँदैछ। अब हामी स्पोर्ट मोडमा पनि चेक गर्नुपर्छ। स्पोर्ट मोडमा हालेर केही डिफ्रेन्स पाइन्छ कि पाइँदैन। टप स्पिड 88 रहेछ। योभन्दा ज्यादा नै छ माथि। स्पोर्ट मोडमा हाल्छु। मोडमा चाहिँ त्यही जति छ त्यति नै दिन्छ। त्यहाँनिर त भएन फुल खर्च दिँदा 88 थियो। नर्मल मोडमा थियो। अनि स्पोर्ट मोड डिफ्रेन्स रहेछ क्या। खासमा चाहिँ मैले भन्नुपर्दा चाहिँ मान्छेले भन्छ कि होइन के अरे मान्छेहरूले भन्छ त्यो स्पोर्ट मोड के भन्छ नि, तर हुँदो रहेछ क्या 95 भने स्ट्रिट मोडमा चाहिँ त्यो 88 जाने रहेछ हाइएस्ट भनेको। अनि रेस मोडमा भनेको 95 जाने रहेछ। 95 भनेको नि यस्तो नराम्रो होइन, राम्रो हो यार 95 भनेको। सबैजनालाई धन्यवाद हेरिदिनु भएकोमा।